फुर्सद छैन व्यर्थै बस्ने कसैलाई यसै फुर्सद छैन कसैलाई फुर्सद छैन व्यर्थै बस्ने कसैलाई यसै यस्ता कर्मठ युवा वर्ग पाइन्छन् र कतै यस्ता कर्मठ युवा वर्ग पाइन्छन् र कतै प्रारब्धले जस्तो जे छ त्यसमै रुजेका छन् प्रारब्धले जस्तो जे छ त्यसमै रुजेका छन् समय नै ईश्वर हो भन्ने बुझेका छन् समय नै ईश्वर हो भन्ने बुझेका छन् हरेक क्षेत्र हरेक पक्ष हरेक समाजलाई हरेक क्षेत्र हरेक पक्ष हरेक समाजलाई तोड्ने होइन जोड्नु पर्छ भन्छन् दाजुभाइ तोड्ने होइन जोड्नु पर्छ भन्छन् दाजुभाइ त्यस्तो माहौल खडा गर्नु कर्तव्य हो हाम्रो त्यस्तो माहौल खडा गर्नु कर्तव्य हो हाम्रो कसलाई लाग्दैन र यहाँ समाज बनोस् राम्रो कसलाई लाग्दैन र यहाँ समाज बनोस् राम्रो चिन्ता होइन चिन्तन गर्नु ईश्वरको जैले चिन्ता होइन चिन्तन गर्नु ईश्वरको जैले भेदभाव कसैप्रति नराख्नु है कहिले भेदभाव कसैप्रति नराख्नु है कहिले दुःख सुख आँसु हाँसो जिन्दगीका साथी दुःख सुख आँसु हाँसो जिन्दगीका साथी यिनैसँग हाँस्दै खेल्दै जानुपर्छ माथि यिनैसँग हाँस्दै खेल्दै जानुपर्छ माथि आफ्नो धर्म कर्म पालन गरिरहेका छन् आफ्नो धर्म कर्म पालन गरिरहेका छन् अध्यात्मको मार्गतिर बढिरहेका छन् उदाहरण मान्छु मङ्पुको यो सेरोफेरो उदाहरण मान्छु मङ्पुको यो सेरोफेरो युवाको यो जोश देख्दा दिल छोयो मेरो युवाको यो जोश देख्दा दिल छोयो मेरो सशक्त छन् युवा भने गाउँमा विकास आउँछ सशक्त छन् युवा भने गाउँमा विकास आउँछ उद्यमी छन् हात भने सुख शान्ति छाउँछ उद्यमी छन् हात भने सुख शान्ति छाउँछ हर कार्यको जिम्मेवारी हातमा लिनुपर्छ हर कार्यको जिम्मेवारी हातमा लिनुपर्छ म त भन्छु म के भन्छु हर मौका युवा वर्गलाई नै दिनुपर्छ हर मौका युवा वर्गलाई नै दिनुपर्छ धन्यवाद यहाँहरू सबैलाई आउनुहोस् हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ।